हेलो साथीहरू, सेवा अनि नमस्ते। फेरि पनि हजुरहरूलाई स्वागत छ है त मेरो च्यानलमा। आज चाहिँ मैले मैदाको पुरी बनाउन लागेको छु साथीहरू। यो चाहिँ मैदाको पिठो भयो, हजुरहरूलाई जति चाहिन्छ त्यही अनुसारको लिन सक्नुहुनेछ। अनि यसलाई चाहिँ मैले डो बनाइसकेको छु। हेर्नुहोस् त, राम्रोसँग मिचेर हजुरहरूलाई कतिको गुलियो मनपर्छ, थोरै चिनी अथवा धेरै आफूलाई जति मनपर्छ स्वाद अनुसार राख्ने। अनि त्यसपछि मजाले त्यसलाई मिचेर डो रेडी गर्ने। हेर्नुहोस् त, मैले रेडी गरिसकेँ डोलाई। अब यसलाई चाहिँ 10 देखि 15 मिनटको लागि चाहिँ प्लास्टिकमा र्याप गरेर राखिदिने। 10 देखि 15 मिनट राख्नुभयो भने चाहिँ एकदम फ्लफी अनि नरम भएर रेडी हुन्छ। हेर्नुहोस् त हाम्रो डो कति फ्लफी, नरम अनि फुल्लिएको छ। मैले चाहिँ 10 मिनट राखेकी हुँ यसलाई। अब यसलाई चाहिँ राम्रोसँग मिचेर फेरि हामीले यसलाई अब पुरी बनाउनको लागि रेडी गर्नेछौँ। हेर्नुहोस् त, अब मैले पुरी बनाउनको लागि सानो सानो हिस्सा लिएर पुरीको लागि रेडी गर्दैछु, बेल्नको लागि। माथिबाट हल्का पिठो राखिदियो भने चाहिँ बेलनमा टाँसिँदैन, त्यसैले सजिलो हुन्छ बेल्नको लागि। त्यही भएर चाहिँ मैले हल्का पिठो छरेकी हुँ। हेर्नुहोस् त, मैले बेल्दैछु। राम्रोसँग पर्फेक्ट गोलो बनाउन त आउँदैन, तर पनि मेरो कोसिस चाहिँ जारी छ है साथीहरू। हेर्नुहोस् त, बिग्रिँदै बनाउँदै गरिरहेको छु मैले। अन्त्यमा मेरो रोटी चाहिँ यस्तो बन्यो साथीहरू। हेर्नुहोस् त, पुरै गोलो सेपमा त बन्या होइन, तर पनि ठिकै छ। अब हामी पुरीको लागि तेल रेडी गर्छौँ साथीहरू। प्यानमा अब तेल राखिदिने। आफूलाई जति चाहिन्छ र पुरी जति बनाउन लाग्नु भएको छ सोही अनुसार तेललाई राखिदिने। त्यसपछि अघि बेलेको पुरीलाई राखिदिने। हेर्नुहोस् त, मेरो पुरी चाहिँ यसरी फुलेको छ। हेर्दै रहर लाग्दो गरी फुलेको छ। हेर्नुहोस् त, एकपट्टि रातो भइसकेपछि चाहिँ हामीले फल्टाउने, त्यसपछि साइड बाई साइड राम्रोसँग पकाउने। मैले चाहिँ मिडियम हिटमै पकाएकी छु साथीहरू, किनभने मैदाको चाहिँ चाँडै डढ्ने डर हुन्छ। त्यही भएर चाहिँ हिट चाहिँ मिडियमै राख्छु। अनि हजुरहरूले कसरी बनाउनुहुन्छ, हजुरहरूले पनि मलाई सेयर गर्नुहोस् है त हजुरको रेसिपी। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया पनि दिन नबिर्सिनुहोस् है। अनि जतिजना नयाँ हुनुहुन्छ नि, प्लिज लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनुहोस् है त। एकले अर्कालाई हातेमालो गर्दै र सहयोग गर्दै अगाडि बढ्नेछौँ हामी नयाँ युट्युबरहरू। हेर्नुहोस् त, मेरो पुरी पनि पाकेर रेडी भइसक्यो। अब फेरि दोस्रो पुरी राख्दैछु। हेर्नुहोस् त, यो पनि अब पाक्न लागिसक्यो, फुल्दैछ। हजुरहरू कतिजनालाई मनपर्छ पुरी? सधैँ खानको लागि त हेल्थको लागि राम्रो होइन, तर पनि कहिलेकाहीँ खाजा यसरी बनाएर खान सक्नुहुन्छ है त साथीहरू। हेर्नुहोस् त, यो पनि अब फुल्लिएर रेडी हुँदैछ। यदि मैले बोल्दा कुनै कमी कमजोरी भयो या कुनै गलत भयो भने चाहिँ मलाई सल्लाह सुझाव दिनुहोला है त साथीहरू। हेर्नुहोस् त, यो पनि रेडी भयो। अब फेरि म अर्को राख्दैछु। क्रमशः यस्तै गरी हजुरहरूले बेल्दै पोल्दै गर्न सक्नुहुन्छ।
तर हिट चाहिँ मिडियमै राख्नु होला, किनभने आटाको त्यस्तो केही पनि फरक पर्दैन, तर मैदाको चाहिँ चाँडै डढ्ने सम्भावना हुन्छ, त्यसैले चाहिँ हिट चाहिँ मिडियमै राख्नुहोस्। हेर्नुहोस् त, यो पनि फुल्लिएर रेडी भयो। अब यसलाई हामी पल्टाइदिनेछौँ। फेरि अर्को राखिसकेँ मैले साथीहरू। यस्तै गर्दै क्रमशः पोल्दै जानेछु म। हेर्नुहोस् त कति मजाले फुलिरहेको छ। वाउ, हेर्दा पनि खाम लाग्ने जस्तै फुलिरहेको छ साथीहरू। पानीपुरीको पुरी जस्तै फुलिरहेछ, हेर्नुहोस् त। हजुरहरूले पनि यस्तै गरी बनाउनुहोस् है, यदि हजुरहरूलाई मैदाको पुरी मनपर्छ भने। हामी चाहिँ बढी जस्तो आटाकै खान्छौँ, तर सम टाइम कहिलेकाहीँ चाहिँ मैदाको पनि खान्छौँ साथीहरू। ल हेर्नुहोस् त, यो पनि रेडी भयो। साइडमा चाहिँ त्यो फुल्लेको भएर अलि गाह्रो हुन्छ, त्यही भएर साइडबाट थिच्दै बनाउनु होला। ल हेर्नुहोस् त, यो पनि रेडी भयो। यस्तै गरेर सबै पुरीहरू मैले बनाइसकेँ साथीहरू। हेर्नुहोस् त कति मजाले फुलेको छ। हजुरहरूले पनि यस्तै गरेर खाजा बनाएर खान सक्नुहुन्छ। साइडमा चाहिँ राम्रोसँग यसरी साइड बाई साइड थिचेर तेलमा फुराउनु होला, किनभने फुल्लिएको भएर साइडमा चाहिँ पाक्न अलिक गाह्रो हुन्छ, त्यही भएर बिस्तारै थिच्दै बनाउनु होला। ल हेर्नुहोस् त, यस्तो भएको छ पुरी। अनि मैले सबै पुरीहरू यसरी रेडी गरेको छु साथीहरू। अब यसलाई चाहिँ हामीले तरकारीसँग अथवा दहीसँग, हजुरहरूलाई जेसँग मन लाग्छ खान सक्नुहुन्छ। बाई बाई।